भन्नु त गुरुङको छोरा, तामाङको छोरा, शेर्पाको छोरा, राई लिम्बूको चाहिँ एकदम ठुलो मुटु हुन्छ, डह्रो हुन्छ, अनि हिम्मत हुन्छ, आँटिलो हुन्छ, बहादुर हुन्छ, मसुर हुन्छ भन्नुभयो होइन सबैले। त्यो कुरा त मैले पनि मान्छु। तर राजु पाण्डेको मुटुमा चाहिँ कसको मुटु हालेछ त? उहाँ त्यत्रो यहाँ एमाले, काङ्ग्रेस, राप्रपा, अनि त्यो के अरे माओवादी, उहाँहरूले नै खोल्नु नसकेको बाटो उहाँले हिम्मत आँट गरेर खोलेपछि उहाँले पर्खाल भत्काइदिनु भयो। अब भित्र कुन सम्झौता भएको थियो? हाम्रो त नेपाल ट्रस्टसँग सम्झौता भयो भनिसकेको थियो। यहाँ त सबै पार्टीको मान्छे हिँड्छ त। अनि यसमा त हाम्रो नगरपालिकाले पनि, हाम्रो दीपक रिजालज्यूले पनि ध्यान चाहिँ दिनुपर्ने हो कि। किनभने अब यहाँ नगरवासीहरू सबैजना हिँड्ने बाटो हो नि त, राजु पाण्डे हिँड्ने बाटो होइन नि त, हामीहरू हिँड्ने हो नि त। यहाँ त तपाईँहरूको भोटरहरू हिँड्ने हो, तपाईँहरूको सबैको, काङ्ग्रेसको पनि भोटरहरू हिँड्ने हो, एमालेको पनि त्यही हो, माओवादीको पनि त्यही हो। त्यही भएको हुनाले यो चाहिँ अब हाम्रो नगर प्रमुखजीले पनि ध्यान दिनुपर्छ कि बाटो खोल्नुपर्छ। अब कुसी औँसी आउनु लागिसक्यो, त्यो बाटो सबै भत्केर चिप्लो नचिप्लो रातो माटो चिप्लेर अब जम्मै सबै मान्छेहरू खोलामा पुग्छ। दिनदिनै मान्छे उद्धार गरेर चाहिँ नेपाल आर्मी, नेपाल सेनालाई चाहिँ, नेपाल पुलिसलाई चाहिँ दिनदिनै उद्धार मात्रै गर्नु लागेर भएन नि त। उहाँहरूको पनि त देशभक्त हो, देश सेवा हो। यस्तो घटनाहरू त यो बर्खायाममा त जहाँ पनि घटिरहन्छ, उहाँहरू जहाँ पनि पुग्नुपर्ने हुन्छ। त्यही भएको हुनाले यसमा चाहिँ ओरा प्रमुखले पनि ध्यान दिनुपर्छ है। अनि राजु पाण्डेलाई चाहिँ दोष दिनु चाहिँ मिल्दैन, किनभने योभन्दा अगाडि तपाईँहरू सबैले प्रयास गरेको नसकेको, उहाँले बाटो देखाइदिनु भयो। उहाँले देखाएको बाटोमा हिँड्ने काम हामी हो, बनाउने काम हामी हो। बरु होस् त्यही भए हामी चाहिँ श्रमदान दिनुहोस्, एक दिनमा आउनु या 2 दिनमा आउनु, नसक्दैले अलिअलि त्यो काम गर्नेहरूलाई खाजा दिनु भनेर भन्नुहोस्। हामीहरू रेडी छौँ, काम पनि गर्नु तयार छौँ। तर यो सबै हिँड्ने चाहिँ यो भोटरहरू हिँड्ने हो, राजु पाण्डे हिँड्ने होइन। यसमा ओरा प्रमुखले चाहिँ ध्यान दिनुपर्ने आवश्यकता छ। र यसमा म जयराम महतज्यूलाई पनि त्यही भन्छु, हाम्रो ओरा प्रमुखलाई पनि त्यही भन्छु, मेयरजीलाई पनि भन्छु, र योभन्दा प्रदेशमा हुनुभएको सबैले भन्छु। म यही भन्छु कि सबै पार्टीको मान्छे हिँड्ने हो, बुझ्नुभयो नि? जनता हिँड्ने हो, जनता, पार्टीको मान्छे होइन, जनता। जनताको सुरक्षाको लागि ध्यान दिने तपाईँहरूको दायित्व हो। यहाँ सबै पार्टीको मान्छे हिँड्छ। माथि गोकर्णेश्वर महादेव छ, मन्दिर छ, सबैजना जान्छ। अब कुसी औँसीमा कति मान्छे लड्छ, कति मान्छेको टाउको फुट्छ, कति खोलामा जान्छ, कतिजना उद्धार गर्ने हो। तल डुङ्गा राखेर बस्नुपर्ने, के गर्नुपर्ने ध्यान दिनु होला। हस् त, धन्यवाद। जय नेपाल।